न्यू भिडियो है। आज चाहिँ इन्डियामा नेपालको एटिएम चल्छ कि नै भनेर चेक गर्न जाँदैछु। म चेक गरेर आउँछु नेपालको ब्याङ्क इन्डियामा चल्छ कि नै हैन। सरी ब्याङ्क नै एटिएम। अनि एटिएममा जान्छु, नेपालको एटिएम हालेर चेक गर्छु चल्छ कि नै, त्यसपछि तपाईहरुलाई देखाउँछु त। लेट्स गो। फाइनली गाइस बाटो चाहिँ यस्तो छ है, एटिएममा जाने बाटो। सो म तपाईहरुलाई एटिएममा पुगेपछि देखाउँछु अब चाहिँ है त। बीच बाटोमा आइपुग्यौँ, छिटाउनु। आउँदैन जामर सबराम सल्टी कता देखिनु भयो चाहिँ एटिएमको अवस्था। सो एटिएम चाहिँ यो हो। अब नेपालको एटिएम चेक गर्नुपर्छ भनेर हो। पैसा काट्ला का तो कौन करेगा सर? नेपालको एटिएमबाट पैसा निस्किँदो रहेछ। नेपालको एटिएमबाट पैसा चाहिँ निस्क्यो मजाले है। अब चाहिँ काम बन्ने भयो। सो तपाईलाई चाहिँ कस्तो लाग्यो हैन? एउटा इन्डियामा नेपालको एटिएम सुनेको चाहिँ थिए चल्छ भनेर। सो आज चाहिँ आफैले प्रुफ पनि गरे र प्रुफ पनि भयो। सो तपाईलाई चाहिँ कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुन्छ है त।